खाइ र नखाई दुःख गरेर साच्नुभयो, राख्नुभयो, प्रेम गर्नुभयो, अत्यन्त धन्यवाद तपाईँलाई। तर यो पनि विचार गर्नुहोस् कि जिन्दगी क्षणभङ्गुर हो, सधैँभरि तपाईँको जिन्दगी रहिरहँदैन। ठिक्क लोभ गर्नुहोस्, ठिक्क परिश्रम गर्नुहोस्। जसले कति वृद्धहरूको देखिन्छ प्रेम गरेर छोराछोरी भनेर एकदम खाने बेलामा नखाइकन, लाउने बेलामा नलाइकन, उनीहरूकै प्रेम, उनीहरूकै माया, उनीहरूकै भोक, उनीहरूकै तिर्खा, उनीहरूकै रोग हटाउनको लागि जिन्दगीभरि खटियो। तर उनीहरूले नै वृद्ध अवस्थामा बिर्सिन्छन् भनेर कतिको गुनासो छ। सबैको चालचलन त्यस्तै हो। तपाईँको पनि पछि वृद्ध हुने अवस्था आउँछ, तपाईँको पनि त्यस्तै रोग बिमारी हुने अवस्था आउँछ। तपाईँको बुवा आमाले नि त्यसरी नै तपाईँलाई हुर्काउनु भयो, हामी पनि त्यसरी नै हुर्केका छौँ। तर पनि आफ्नो कर्तव्य गर्नु कहिले पनि बिर्सिनु हुँदैन। तपाईँ जहाँ भए पनि आफूभन्दा चाहिने वृद्ध बुवा आमालाई उनीहरूले कसरी चाहिँ तपाईँहरूलाई बिरामी हुँदा, कसरी सानो हुँदा, कसरी पढाउनु भयो, कसरी बढाउनु भयो भन्ने कुरा हामीले कहिले पनि बिर्सिनु हुँदैन। किनभने अबको 10-20 वर्षपछि तपाईँको पनि त्यही पालो नै आउँछ। त्यसैले हामी सबैजनाले चाहिँ प्रेम गरौँ। संसारमा यी कुराहरू मात्रै सत्य छन् र हाम्रा भावी सन्ततिहरूले पनि विचार गरौँ। आफ्नो पनि त्यही जस्तो तपाईँले गर्दै हुनुहुन्छ, तपाईँको छोराछोरीहरूले पनि हेरिरहेको छन् र तपाईँले जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै तिनीहरूले पनि तपाईँलाई चाहिँ त्यस्तै व्यवहार गर्नेछन्। यो कुरो हामीले बुझिराख्नुपर्छ है। र केही कुराहरू मात्रै सत्य छन्, मृत्यु, जीवन र चाहिँ हाम्रो यो चाहिँ कुराहरू सत्य छन् भनेर भनिन्छ। हो पनि अहिले संसार परिवर्तन हुँदैछ, एआईको विकास हुँदैछ र चाहिँ विभिन्न देशहरूमा विभिन्न कुराहरू भइराखेका छन्। युए अथवा दुबईतिर पनि खाडी देशहरूमा पनि अब 15 वर्ष नभइकन चाहिँ बच्चाहरूले सोसल मिडिया चलाएमा बाबुआमालाई नै कारबाही हुनेछ भनेर भनिराखेका छन्। तर हामी त के गर्न सक्छौँ र? यहाँ त सानो बच्चाले पनि फोन नहेरिकन खाना खाँदैन। अनि अब ठुलाहरू भनौँ भनेदेखि चाहिँ पढाइभन्दा धेरै फेसबुक अथवा मोबाइलमा विभिन्न चाहिँ गेमहरू खेलेर पबजी, फ्री फायर जस्तो गेमहरू खेलेर नै बिताइरहेका छन्। र समय कस्तो आयो र यही अनुसार जस्तो आए पनि त्यही जमिनमा नगरिकन, नफलाइकन खान मिल्दैन। त्यसैले आफूले आफूलाई नै संयम राखौँ, के गर्दाखेरि हुन्छ भन्ने जस्तो लाग्छ। अनि अर्को कुरो, हामीले कन्टेन्ट बनाउँदाखेरि हामीले फेसबुकमा, टिकटकमा, युट्युबमा जहाँ जे राख्दाखेरि पनि चाहिँ धेरै चाहिँ इस्यु देखाइदिन्छ। त्यो इस्यु देखाइदिनुको कारण हामीले धेरै कुरामा विचार गर्नुपर्ने रहेछ र मोनिटाइज भइसक्दाखेरि पनि त्यसलाई चाहिँ कति भिडियोहरूमा चाहिँ मोनिटाइज नदिने हुँदो रहेछ। त्यसैले सतर्क भएर गरौँ। यो जियो पोलिटिक्स भन्छ, हाम्रो नेपालले कसलाई खुसी बनाउने, छिमेकी उत्तरतिर खुसी बनाउने कि बा चाहिँ अरू देश अमेरिकालाई खुसी बनाउने कि विभिन्न समस्याहरू छन्। सरकारले नि धेरै बुझ्नुपर्ने हो आइसकेर, र जनताहरूले नि सरकारको मात्रै मुख ताकिराख्नुपर्ने होइन, आफ्नो खुट्टामा आफै उभिनुपर्ने छ। त्यसैले तपाईँलाई परेको दुःख तपाईँसँगै छ, सुकुम्बासीलाई परेको दुःख सुकुम्बासीसँग नै छ। र विचार गर्नुपर्ने, मान्छे बाँच्ने अधिकार पाउनुपर्ने हो। पहिलाको कानुनमा राणा शासन हुँदा, पञ्चायत व्यवस्था हुँदाखेरि र अरू बेला पनि चाहिँ नेपालको जनता हो, नागरिक हो भने उसलाई बचाउनको लागि सरकारकै जिम्मा हो। हन्डीको प्रथा थियो पहिला। हन्डी भनेपछि जसको केही छैन, कसैले नै राज्यले केही गर्न चाहिँ उसले सकेको छैन भने राज्यले नै खुवाउने दायित्व थियो, पाल्ने दायित्व थियो। र मान्छेहरूको प्राण भनेको अत्यन्त महत्त्वपूर्ण हुन्छ भनेर चाहिँ यसरी राज्यले उसको चाहिँ जीवनको ग्यारेन्टी लिएको हुन्थ्यो। त्यो कानुन बनाएको हन्डी प्रथा भनिन्थ्यो र हन्डीबाट चाहिँ सरकारले नै ती गरिबहरूलाई खुवाउने व्यवस्था गर्थ्यो। अहिले जे हुँदैछ, जसले जे गर्दाखेरि पनि भइराखेको जस्तो देखिन्छ। यसको पनि एउटा बेला होला,
हरेकको एउटा आयु हुन्छ, समय हुन्छ, हेर्दै जाउँ के हुँदै रहेछ। बोल्नु भएन अब यहाँ चाहिँ नि ठुल्ठुला चाहिँ मानिसहरूलाई पनि चाहिँ छोडिएको छैन र नराम्रो काम गर्दाखेरि त्यसको परिणाम त भोग्नै पर्छ, तर प्रतिशोधको भावना चाहिँ गर्नु हुँदैन। धन्यवाद। तपाईँहरूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला।